नमस्ते सबैमा र यो हाम्रो पहिलो मिनी ब्लगमा तपाईहरु सम्पूर्णलाई स्वागत जनाउँदछौँ र यसपालि तिहारको अवसर पारेर म अनि मेरी श्रीमती इलाम कन्याम कुटीडाँडा स्थित माता पाथिबाराको दर्शन गर्नको लागि हामी घरबाट निस्किएका थियौँ र खुबै घमाइलो दिन रमाइलो दिन चौडा बाटो नेपालको बाटो एकदमै चौडा खुल्ला थियो। यसपालि तिहारको अवसरमा मानिसहरू व्यस्त भएर होला अनि खुबै आनन्द दिने मनोरम दृश्य रहेको थियो कन्यामको। मानिसहरू टाढा टाढाबाट आएका थिए, मन्दिर दर्शन गर्नको लागि पनि आएका थिए। त्यहाँ पुगेपछि हामीले माताको अनि गणेशजीको दर्शन गरिसकेर त्यहाँबाट यात्रा गर्न थाल्यौँ। हामीले लगभग 2 किलोमिटर 3 किलोमिटर माथि रहेको मन्दिरको लागि। अनि मेरी श्रीमतीको लागि यो पहिलो दर्शन गर्न आउने मौका थियो र उनी एकदमै धेरै खुसी थिइन्। यात्राको क्रममा हामीले धेरै मिठा मिठा कुराहरू गफहरू गर्दै गर्दै हामी उकालो गइरहेको थियौँ। आउने जाने क्रममा यात्रुहरू एकदमै धेरै थिए, भक्तहरू। र जब हामी मन्दिर परिसरमा पुग्यौँ त्यस पछाडि त झन् त्यहाँको दृश्य देखेर दुवै एकदमै आनन्दित थियौँ। मानिसहरू अलि थोरै नै थिए यसपटकको दर्शन गर्न जाँदाखेरि, तर पनि यो एकदमै खुल्ला रूपमा हामीले आफ्नो समय दिएर पूजा अर्चना गर्ने मौका पायौँ। भित्र चाहिँ क्यामेरा अलाउड गरिएको थिएन मन्दिरभित्र, र पनि हामीले माताको दर्शन गरेर समय दिएर पूजा अर्चना गरेर आफ्नो मनोकामनाहरू त्यहाँ माताको शरणमा हामीले राख्यौँ। त्यस पछाडि त्यहाँ रहेको गुरुजीको, हाम्रो महादेवको मन्दिरमा पनि हामीले दर्शन गर्ने मौका पायौँ। बानर सेनाहरू एकदमै त्यहाँ प्रसादीको लागि तयारीमा बसिरहेका थिए र त्यहाँ पूजा अर्चना गरिसके पछाडि हामी दुईजना अन्तु हुँदै फर्कियौँ। खुबै आनन्दमय यात्रा रहेको थियो हाम्रो लागि यसपालि। र भिडियोलाई मन परे लाइक, सेयर, कमेन्ट गरिदिनु होला।